हेलो एभ्रिवान, मैले चाहिँ 2-3 दिन अगाडि दराजबाट केही सामानहरू अर्डर गरेको थिएँ। त्यो सबै अहिले आइसकेको हुनाले म अनबक्सिङ गर्दैछु। अन्त नि त्यसको यो चाहिँ के भन्छ, मैले 2-3 दिन अगाडि दराजबाट मगाएको थिएँ। सबै पार्सल आइसकेकोले गर्दा अनबक्स फर्स्टमा चाहिँ अहिले आइसकेछ। अन्त नि सेकेन्डमा कस्तो ठुलो बक्स रहेछ। म चाहिँ अलिकति एक्साइटेड भएर त्यो खोल्दा पनि सिजरै पकाउन सकेको थिइनँ। अनि यो चाहिँ के भन्छ, हेयर मसाजर रहेछ, फेस मसाजर रहेछ। अनि त्यहाँ दुइटै एकै ठाउँमा हालेर ल्याइदिनु भएको रहेछ। त्यो मलाई त नाम पनि थाहा छैन, त्यो मैले देखेर राम्रो रिभ्यू देखेर लिएको थिएँ। तर जस्ट राम्रै छ, युज चाहिँ गरेको छुइनँ है। तपाईँलाई पनि यताको लिङ्क चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला। अन्त नि यो पनि फेस मसाजर एसजी समथिङ के थियो, नाम पनि बिर्सेँ। अनि अर्को पार्सल खोल्दैछु। अनि यसमा चाहिँ रहेछ हेयर मसाज गर्ने हेयर स्कार्फ, राम्रो हुन्छ अरे यसले चाहिँ। म आज भन्नु पनि आउँदैन। अनि यो चाहिँ ढाडमा जाले भन्छ होइन हाम्रोतिर त। अनि त्यो रहेछ, राम्रो रहेछ यो दुइटै। अनि अर्को पार्सल खोल्दैछु। यसमा चाहिँ मलाई के भन्छ, फेस मास्कहरू जस्तो लागेको थियो। सबै फेस केयरहरूको बारेमै छ, त्यस्तो खासै त केही छैन। त्यही पनि त्यो एकैचोटि सामानहरू आएकोले अनबक्सिङ गर्दिनँ भन्दा एउटा भिडियो मात्र बनाएको। यसमा चाहिँ 10वटा छ, 590 समथिङ कति परेको थियो यसको होइन। अन्त नि धेरै थियो। अब कस्तो छ त्यो युज गरेको छैन, मैले फर्स्टचोटि यो गरिरहेको छु स्किनको लागि भनेर, स्किन केयरको लागि। अनि अर्को सबैभन्दा ठुलो अनबक्सिङ गर्दैछौँ। यसमा चाहिँ के छ, टन्नै सामानहरू चाहिँ थियो, के मगाएको थियो। अनि यो झोलाबाट चाहिँ निस्क्यो हेयर रिमुभर। अनि अब यो चाहिँ खै कस्तो हो कुनै, यो युज गर्दा चाहिँ राम्ररी चलेन। कति 1300-1400 समथिङ कतिको थियो, वेस्ट अफ मनी जस्तो लाग्यो। रिफन्डको लागि पनि गरेको छु, अब हुन्छ कि हुँदैन लेसी, तर यो चाहिँ राम्रो रहेन रहेछ। अनि यो भयो सबै स्किनको लागि मात्रै छ, सबै युट्युबहरूको स्किन केयरको लागि मात्रै छ। अनि यो चाहिँ एउटा मिनी स्ट्रेटनर। अनि यो पनि युज गरेको छु, हेर्दा चाहिँ क्युट लागेको छ है, सामान राम्रो लाग्छ नि। यो दुइटा चाहिँ किन देखाएको भने मैले यो दुइटा पनि फोन कभर मगाएको थिएँ मैले दराजबाट, तर म आज लगाउनु हतार भएर यो निकालिहालेँ। अनि एकदम राम्रो थियो यिनीहरू चाहिँ। अनि यति नै हो टोटल चाहिँ।